गुड मर्निङ गाइस शुभ बिहानी सबैजनालाई। बिहानीको सुरुवातसँगै कम्पनीमा इन्ट्री गर्नको लागि काम त गर्नै पर्यो होइन। गाह्रो छ काम गर्नलाई होइन। म त कम्पनीमा चाहिँ यहाँ स्क्यान गर्दैछु। स्क्यान गरी यो कम्पनीमा एन्ट्री भयो साथीभाइ होइन। यो कम्पनी हो। म चाहिँ कम्पनी चप्पल बनाउने कम्पनी काम गर्छु कि यहाँ हेर्नु यसरी सेन्डिलहरू बनिरहेको छ। यसरी कोही सेन्डिलहरू बनिरहेको छ मेरो कम्पनीमा। यो लेडिज सेन्डिल हो कि सबै लेडिज सेन्डिल पुरा डायमन्ड भएको। यो एकदम महँगो पर्छ यो चप्पल चाहिँ होइन। अर्को पनि छ मेरुनको पनि छ होइन। एकदम राम्रो छ पुरै टाढा टाढासम्म पुरै। ल चप्पल हेर्नु पनि साथी होइन। मेरो कम्पनीको चप्पलहरू यही नै हुन्। टक्क मेसिनहरू यतातिर छन् सबै। यतातिर मेसिनहरू पुरै होइन पुरै। हाम्रो चाहिँ छुट्टी भयो होइन। हाम्रो केटा पुरा लाइनमा स्क्यान गर्नु पुरै लाइनमा बसिरहेको छ स्क्यान गर्नलाई केटा। हेलो गाइस, मेरो भुक्का छुट्टी भएर अब म पसलतिर आएको छु होइन। टक्क पसलतिर घुम्नु पर्यो। सरसामान के छ कस्तो छ सरसामान भन्दा पनि एउटा हल्का चामल लिनुपर्ने थियो। चामल लिन आएको। रुममा पुरा चामल सकिरहेको छ कि फेरि हिजो रमाइलो सबै ल्याएर लसुन प्याजहरू यसरी राखेको छ। प्याज फेरि नगुड प्याज हेर्नु ल। यस्तो प्याजलाई कसले पैसा हाल्छ होइन र। हेर्नु ल ठक्कै चामल मलेसियामा फेरि यस्तो प्लास्टिकमा हुन्छ 10 किलोको प्लास्टिकमा 10 किलोको चामल यो चाहिँ। त्यो चिप्सहरू छ उता पसलमा। साबुनहरू सबै राखिरहेको छ साथीभाइ। मलेसियाको मार्केट यस्तै हो। यस्तै फेरि आफूलाई सुहाउँदैन कि फेरि अमिलो पिरो फेरि होइन। छोरी मान्छे खाने जस्तो रहेछ अमिलो पिरो मजाको छ।